खाना खाइसकेपछि पनि भोक लाग्छ। तपाईले बिहान, दिउँसो या बेलुका खाना खानुहुन्छ तर 1 घण्टामै स्न्याक्स खान मन लाग्छ। यो तपाईको विल पावरको समस्या होइन कि तपाईहरुको मिल ब्यालेन्सको समस्या हो। धेरै जसो मानिसहरुको मिलमा कार्ब्स धेरै हुन्छ र प्रोटिन र फाइबर चाहिँ कम हुन्छ। कार्ब्स छिटो डाइजेस्ट हुन्छ जसले ब्लड सुगर र्यापिडली राइज र फल पनि गराउँछ। त्यसपछि सुगर क्रैश हुन्छ र बडीले हंगर सिग्नल्स पठाउँछ। त्यही कारणले खाना खाएपछि पनि भोक लाग्छ, क्रेभिङ्स बढ्छ। तपाईको मिल्समा के मिसिङ छ त? प्रोटिन। यसले तपाईहरुलाई फुल राख्न हेल्प गर्छ, हजुरको मसल सपोर्ट गर्छ र ब्लड सुगर पनि ब्यालेन्समा राख्छ। फाइबर डाइजेसन स्लो गर्छ, गट हेल्थको लागि राम्रो मानिन्छ र क्रेभिङ्सलाई पनि यसले कन्ट्रोल गर्छ। प्रोटिन रिच ब्रेकफास्टले तपाईहरुको दिन नै चेन्ज गर्न सक्छ। एग्स, योगर्ट, लेन्टिल, नट्स, सीड्स या पनिर जस्ता फुडले तपाईहरुलाई लामो समयसम्म स्याटिस्फाई राख्छ, भोक लाग्न दिँदैन। फेरि भेजिटेबल्स, फ्रुट्स, सीड्स र होल फुड्सबाट फाइबर एड गर्दा एनर्जी क्रैश पनि घट्छ र डाइजेसन पनि राम्रो हुन्छ। यदि तपाई सधैँ हंग्री हुनुहुन्छ, दिनभरि स्न्याक्स खानुहुन्छ या स्वीट्स क्रेभिङ बढ्छ भने आफूलाई ब्लेम नगर्नुहोस्। पहिले प्लेटमा के छ हेर्नुहोस्। प्रोटिन र फाइबरको मात्रा बढाउँदा तपाईहरुको एपिटाइट कन्ट्रोल हुन्छ, क्रेभिङ्स घट्छ र वेट म्यानेजमेन्ट गर्न पनि सजिलो हुन्छ। वेट लस कम खाने होइन कि सोही खाने हो।